टु माई ब्लग होइन यो चाहिँ विराट पोखर हो है यो एकदम तपाईँ घुम्ने ठाउँ त्यति राम्रो नभए पनि तपाईँलाई गर्मी भएको बेला टक्क शीतल लिन चाहनुहुन्छ भने चाहिँ यो ठाउँमा आउँदाखेरि हुन्छ। यहाँ सेनामेनाहरू पनि आउँदैछन्। यो उहाँहरूको आफ्नै वेब छ होइन। यो माछै मारेको होला। अब यो तपाईँको अलिक व्यवस्थित गर्नु धेरै राम्रो हुन्छ। भुइँमा राखिदियो भुइँमा राखिदेऊ न सबै भेस्टमा लागेछ। कहाँ डकी कहाँ त पर भाग न खाँदैन नत्र। यो चाहिँ हाम्रो विराट पोखरको वफादार डगी चिजबल खान थाल्यो। यस्तो दामी ठाउँ छ हेर्नुहोस् यहाँनिर विराट पोखर। यसलाई थोरै संरक्षण गरेर होइन पर्यटक स्थल बनाउनु भने यसको तपाईँको मान्छेको भिड भाड होइन हेर्नु त कस्तो दामी छ हुने ठाउँ। मेरो छोरा चाहिँ कुकुरसँग चिजबल खाँदैछ। अब अहिलेको कुकुरहरू चिजबलमा पनि एकदम यो त के विधि खाएको छोरी तैँले? घाममा नबस उते बस उते। विराट पोखरको डगन है उहाँ चाहिँ राख्दे एउटा राख्दैन दियो नि त एउटा चाहिँ दे यहाँ दे मामुलाई दे। पर्दैन कसमा के गरेको त्यसरी बिग्री त कोरिँदैन। मामुलाई त राखिदिन्छ त्यो कोरिन्छ सबै बिहान। यता फर्केर खा न। यसले हेर भुँडी कत्रो भएको छ पानी नदिँदा यसलाई भुँडी हेरे भुँडी के खान कस्तो लाग्यो त्यो ठाउँ हजुरलाई यसो भनिदिनुहोस् न दुई चार। भिडियो हो त भिडियो हो होइन भिडियो मोडमा छ नि त। अब कसरी खिच्ने अहिले त्यो लानु पर्यो त्यो बिचमा बिग्रिन्छ होइन। यो भ्लगको लागि हो कि। अनि यो कस्तो लाग्यो त्यो ठाउँ? भाइले सक्दैन त्यस्तो भाइले नबोलाए सक्दैन। त्यो बोतल राख पहिले त्यो फ्याँक्दे त पानी फ्याँक्दे बरु अनि राख्न त अनि राख जान त्यहाँ खेल मामुको जसरी देखाइदियो त मामु समयहरूलाई लड्छ नि जान्दैन नि त यसले। अलिक क्रप गर्दा भइहाल्छ नि। जहाँ गए पनि बाँदरगिरी सकिँदैन कहिले। के गरेको 1 2 ले के गरेको यहाँ पनि पढेको के साह्रो पढान्ते भएको। यता हेर त अब अर्को बुझ्दैन यस्तो गर्ने यसो गर्न के यहाँ आइज न फेरि। अनि कहाँ घुम्न आएको छोरी हो तिमी? कहाँ घुम्न आयो?
ठाउँ मन परेको परेन मन परेको परेन छिटो न मुखमा पो गर्छ नि त खोइ मुखमा गरे खोइ मुखमा यसरी होइन छड्के परेन भिडियो चाहिँ त्यो अब यस्तो गरेर यस्तो अब यस्तो बाबालाई हेलो एउटा फोटो यस्तो गरेर ल कट्याक अब अर्को पोज त्यहीबाट गर न लु गर अब सुगाएर पनि बनाइदिनु छैन खिचेको के यहाँ आइज त कहाँ जान्छस् साइकल भाइ तेरो साइकल अब के गर्छस् छोरी कसको त कहाँ घरबाट अघि मम्मीले दिएछ नि त नि हिँड्छौँ अब घर जाउँ घर जाउँ भाइ भाइ अब घर जाउँ ल भाइले सु पनि गर्यो सबै चिज गर्यो पाउँदैन खिचेँ त मैले यो चाहिँ घरतिरको यात्रामा लागिरहेको छु म्यामलाई चाहिँ अझै के गर्नु अरे अनि कति खिच्नु हौ 100वटा ग्यालेरी फुल भइसक्यो डिलिट हान्नुको तनाव हुन्छ यार हेर्नु त कति राम्रो भ्यू छ यो विराट पहरको अब तपाईँहरू पनि समय मिल्यो भने घुम्न आउनुहोस् दामी भ्यू छ उहाँले पोज दिइरहनु भएको थियो तर मैले झुक्क्याएर भिडियो बनाइदिएको छु होइन त्यहाँ यो हेलमेट पकड एक ग्राउन्डमा उतै भाइले लिएर जाँदै क्या ल हेर्नुहोस् यो विराट पहरको भ्यू सच्चैमा कस्तो दामी छ भने नि अब यो तपाईँको जुन पोखरी छ यसलाई तपाईँको हल्का सफा गरेर यहाँ बोटिङ सोटिङ राख्नु भने कस्तो दामी हुन्छ भन्नु कस्तो दामी हुन्छ हेर्दै एरिया पनि सानो छैन तर यो धेरै जस्तो चाहिँ हाम्रो जोडीहरूको लागि चाहिँ तपाईँको दामी ठाउँ छ होइन तपाईँहरू भर्खर लप पर्नु भएको छ र डेटिङ स्पोटको खोजीमा आउनुहुन्छ भने चाहिँ यो जग्गा यो प्लेस एकदम राम्रो छ एकदम राम्रो छ यहाँ हेर्नु न यो मेरो छोरो लास्टै चकचके त्यो बोतल फ्याँक्दै नि त्यसको छोरो बोतल फ्याँक्दियो छ त अहिले क्रप गर्दा भइहाल्छ नि क्रप गर्दा भइहाल्छ नि भिडियो छ त अहिले आउनै छ त गर न क्रप गर्दा भइहाल्छ नि अनि अहिले मिक्स गर्नु नि अनि ल हेर्नु नै अब यो सानो चाहिँ यो भिडियोको होइन त्यो तपाईँहरूले टिकटकमा पनि हेर्न पाउनुहुन्छ यो क्रप भएर टिकटकतिर पनि आउँछ है छोरो त्यो बोतल फ्याँको त प्लिज अर्को किनिदिन्छु त अहिले त्यहाँ फ्याँक्नु हुँदैन त्यो ब्याड ह्याबिट हुँदैन त्यहाँ डस्टबिनमा हाल्नुपर्छ त्यहाँ हुँदैन भन्दैछु नि भाइ म डस्टबिनमा हालौँ उहाँ डस्टबिन उहाँले छेउमा राख्दे उहाँ फुलको छेउमा हो त्यहाँ ल हिँड अब नकुद्न हेर्नु त आम्मा तपाईँ यस्तो गर्मीमा पनि तपाईँहरू यहाँ आउनु भने यति शीतल छ नि यो ठाउँ तपाईँहरूले इमेजिन गर्न सक्नुहुन्न त्यति शीतल छ क्या पानी पर्ने जस्तो भ्यू भइरहेछ यो चाहिँ आकाशको भ्यू है त्यहाँ लड्छ होला है खाली रहेछ है कति ठाउँमा भाइ
छोरी बिहान्स यहाँ हेर्न माथि रिसाएको तिमी रिसाएको ल अब आजको चाहिँ भ्लग यहीँ एन्ड हुन्छ होला होइन अब हामी निक्लिन आँटेको ठिकै छ यस्तै हो तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस् राम्रो ठाउँ छ यताबाट हिँड्नु न अहिले त्यहाँ देख्छ अहिले अब यहाँ हेर्नु यहाँ चाहिँ तपाईँको यहाँ पनि तपाईँको भित्र मात्र होइन यसको सराउन्डिङ पनि तपाईँको यति राम्रो छ नि यहाँ चिया बगान छेउमा होइन तपाईँको हेर्नु न हरियाली क्या दामी ठाउँ छ क्या दामी ठाउँ छ यो चाहिँ गोलदाब तपाईँहरू सिधै बिर्ता बजारबाट आउँदाखेरि तपाईँ गोलदाब जाने बाटोको अलिकति अगाडि आइसक्यो सैनिक मोड कटेपछि राइट साइडमा आउनुभयो भने तपाईँहरू ट्याक्कै आइपुग्नुहुन्छ